हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल है सबैजनालाई। अनि यो चिसो मौसममा न्यानो गुड मर्निङ सबैजनालाई। अब कुरा धेरै नतन्काइकन म सिधै मुद्दामा आउनु पऱ्यो है। मैले चाहिँ आज बारिस्टा र बारटेन्डर जबको बारेमा कुरा गर्न लाग्यो, जुन चाहिँ हाम्रो लागि एकदमै राम्रो हो, हामी स्टुडेन्टहरूको लागि चाहिँ होइन। अब यो काम चाहिँ किन हाम्रो लागि राम्रो हो भन्दाखेरि चाहिँ अब यसमा काम गऱ्यो भने राम्रो पे आवर पनि रेट पनि राम्रो छ है। अनि त्यहाँनिर गएर हामीले खानेकुरा पनि खान पाउँछ हो, मतलब उनीहरूले अब खानेकुरा मिल्सहरू पनि दिन्छ है। त्यसको लागि हाम्रो छुट्टै खर्च नि भएन। अर्को कुरा त्यहाँनिर टिप्स पनि पाउने भयो। अनि त्यस्तै खालको म्यानेजरसँग राम्रो लिङ्क भयो अनि काम पनि राम्रो गर्दै गयो। उनीहरू मन पऱ्यो भने उनीहरूले अब हामीलाई धेरै सिफ्ट दिन्छ। अब हप्तामा 20 आवर्स भयो भने अब हामीले 40 घन्टा नै काम गऱ्यो भने 20 आवर्सको चाहिँ उनीहरूले पे स्लिपमा हालिदिन्छ। बाँकी 20 आवर्स चाहिँ उनीहरूले मिलाएर टिप्स भनेर कि त सर्भिस चार्ज भनेर हालिदिन्छ हो। अनि यस्तो भयो भने चाहिँ एकदमै राम्रो। अब त्यस्तो खालको काम पाउनको लागि चाहिँ आफूमा चाहिँ स्किल हुनु पऱ्यो होइन। अब त्यसको लागि चाहिँ यहाँनिर कुनै ठाउँमा एकदमै आर्ट राम्रो चाहिन्छ भन्छ होइन। अब कुनै ठाउँमा चाहिँ अब आर्ट धेरै के भन्छ रिकमेन्ड गर्दैन उनीहरूले आर्ट राम्रो चाहिन्छ भनेर कन्सिडरै गर्दैन। जस कफी बनाउनु जानु पऱ्यो यस्तो खालको हुन्छ है। अनि यस्तो खालको कामहरू चाहिँ हामीले पाउँछ पाउँछ किन नपाउनु। यति धेरै भ्याकेन्सीहरू छ नि, मतलब यति धेरै ठाउँमा बरिस्टाहरू चाहिरहेछ नि। यहाँनिर यस्तो धेरै छ कि यहाँनिर क्याफेहरू है। अनि हरेक क्याफेमा चाहिँ अब उनीहरूले भ्याकेन्सी निस्किरहेकै हुन्छ कि अब हामीलाई सुरुमा हामीले पार्ट टाइमको रूपमा चाहिँ अब क्याफेमा अप्लाई गऱ्यो अरे। अनि त्यसपछि उनीहरूले हायर गर्यो भने सिधै त हायर गर्दैन होइन। अब सुरुमा चाहिँ अब उनीहरूले अब इन्टरभ्यू लागि बोलाउँछ, ट्रायल हेर्छ। अनि कतिको चाहिँ उसले कम्युनिकेसन गर्न सक्छ होइन। अनि कतिको फास्ट उसले काम गर्न सक्छ। आमा ठिकै हो, जस कतिको त्यही हेर्ने नै त्यही हो उनीहरूले। अब हामीले 1 घन्टामा राख्दाखेरि 100-200 रुपियाँ 100-200 पाउन्ड 300 पाउन्डसम्मको हामीबाट सेल्स गर्न सक्यो भने उनीहरूले हामीले 11-12 पाउन्ड घन्टाको त दिइहाल्छ नि होइन। हो त्यही कुरा हो। अब जति फास्ट सर्भ गर्न सक्यो, जति राम्रोसँग गर्न सक्यो, जति राम्रो कम्युनिकेसन भयो होइन, त्यति भएपछि भयो क्या। अनि त्यसपछि यसरी काम गर्दाखेरि अब हामीले म्यानेजरसँग राम्रो भयो भने अब टिप्स पनि पायो, बेनिफिट चार्ज पनि भयो, सर्भिस चार्ज पनि भयो। अनि एनआईमा काम गर्दाखेरि त्यो एनआई अनुसारको पनि भयो हो। अब त्यसपछि म हिँड्दै थाकिसकेँ यार, आज क्याफेबाटै आएको। अनि आउँदाखेरि यो एउटा गार्डन रहेछ, त्यो गार्डनमा बसेर एउटा भिडियो बनाइदिएको होइन। राम्रो छ गार्डन चाहिँ, होस् नराम्रो पनि गार्डन चाहिँ राम्रो छ है गाइज। अनि त्यसपछि यो चाहिँ बरिस्टाको कुरा भयो होइन। अनि त्यसरी काम गऱ्यो, पार्ट टाइम काम गऱ्यो। अनि त्यसपछि अब बिदा आउँछ नि त। अब ब्याचलरको हो भने 3-4 महिना बिदा हुन्छ, मास्टर्सको हो भने 1-2 हप्ता 3 हप्ता भयो नि बिदा हुन्छ नि त। अब त्यो टाइममा अब विकली पेमेन्ट गर्नेहरूको, मन्थली पेमेन्ट गर्नेहरूको मिलाएर यिनीहरूले पेमेन्ट गरिदिन्छ हो। यो चाहिँ बरिस्टाको लागि है। अनि यहाँनिर काम चाहिँ बरिस्टै गर्नुपर्छ भनेर मैले भन्न खोजेको चाहिँ होइन कि अब यहाँनिर बरिस्टा चाहिँ अलिकति सजिलो पनि छ, अलिकति हाम्रो लागि चाहिँ होइन, स्टुडेन्ट लाइफको लागि चाहिँ ठिकै छ भन्न खोजेको। त्यो बाहेक अरू पनि धेरै कामहरू छ, जस्तै अब फ्रुट प्याकिङहरू होइन, सेल्स एसिस्टेन्टहरू, अब हरेक चिज छ नि त अब जबहरू त होइन। अनि तर त्यो आफ्नो इन्ट्रेस्टमा पनि भर पर्छ। अब जस्तै अब कसैले कफी बनाउन इन्ट्रेस्ट नै छैन भने त उसले अब बरिस्टा जब गर्न सक्दैन नि त होइन। तर मलाई चाहिँ यो एकदमै राम्रो लाग्छ है। एकदमै हाइजिन पनि हुन्छ हो, एकदमै क्लिन हुन्छ है इन्भाइरोमेन्ट। अर्को कुरा, अनि यहाँतिरको मान्छेहरूसँग धेरै राम्रोसँग कम्युनिकेसन गर्न चान्स पनि पाउँछ। हाम्रो इङ्ग्लिस पनि इम्प्रुभ हुन्छ। अनि त्यसपछि हाम्रो कन्फिडेन्स पनि बढ्छ। अझ राम्रोसँग हामीले काम गर्दै गऱ्यो। अनि म्यानेजर हामी देखेर खुसी भयो भने अब हामीले झन् धेरै पनि सिफ्ट पनि पायो। अब धेरै जे होस् मिलाएर हामीले पैसा चाहिँ कमाउँछ जे होस्। अनि पैसा कमाएर होइन आफ्नो जे होस् हुन्छ नि त्यो चाहिँ गर्नु चाहिँ सक्छ। अब म कुरा गर्छु होइन बारटेन्डर। अब बारटेन्डर चाहिँ यहाँनिर अब जति धेरै क्याफेहरू छ नि यहाँनिर, त्योभन्दा बढी नै भनौँ कि त्यति नै हाराहारीमा चाहिँ के भन्छ बारहरू छ कि, यति धेरै बारहरू छ कि है। अब त्यहाँनिर त्यो एउटा एप्लिकेसनमा सर्च गरेर हेर्नुपर्छ, बारटेन्डरको यति धेरै भ्याकेन्सी आउँछ कि यति धेरै। अब आफूसँग राम्रो त्यो अब 100-200वटामा अप्लाई गर्दाखेरि 2-3वटामा त इन्टरभ्यू त स्योर बनाउँछ होइन। अनि जाने आफ्नो स्किल देखाउने, अनि त्यसपछि गर्ने। अनि बारटेन्डरको लागि चाहिँ अब बारटेन्डरको चाहिँ प्रब्लम के हो भन्दाखेरि होइन, मेन प्रब्लम चाहिँ बारटेन्डरमा मलाई चाहिँ के लाग्छ भन्दाखेरि त्यहाँनिर अब त्यो ककटेलहरू खान्छ, अब मातिन्छ नि त। त्यतिखेर चाहिँ अलिकति ह्यान्डल गर्न गाह्रो होला कि जस्तो लाग्छ। अनि अर्को चाहिँ
त्यो एउटा कुरा हो। अनि अर्को मेन कुरा भनेको चाहिँ नाइट सिफ्ट हुन्छ कि प्रायः जस्तो दिउँसोको 2 बजीदेखि रातको 2 बजीसम्म पनि हुनसक्छ, बेलुकाको 4 बजीदेखि रातको 2 बजीसम्म पनि हुनसक्छ। मेन प्रायः जस्तो 2 बजीसम्म हुन्छ, रातको 2 बजीसम्म हुन्छ। अनि हो त्यो चाहिँ के अब हप्तामा 2 दिन काम गर्दाखेरि अब 1-2 दिन त्यस्तो हुँदा त के फरक पर्दैन जस्तो लाग्छ। त्यो चाहिँ आफूमा भर पर्छ। बारटेन्डरमा चाहिँ अब धेरै पर्दैन, क्लासिक मोहित त जाने भयो हो, अनि क्लासिक ककटेलहरू 4-5वटा जान्यो, अनि त्यसपछि क्लासिक मकटेल्सहरू जान्यो, त्यही जुसहरू यताउता मिसाउने, रक्सीहरू यताउता मिसाउने, भ्याटाक गर्दै अनि बनाएर दिने त हो। तर मेन चाहिँ के हुनु पऱ्यो भन्दाखेरि टेस्ट राम्रो आउनु पऱ्यो, अनि त्यसपछि त्यो दिने मात्र हो। त्यो पनि बारटेन्डर र भरिष्ठ एकदमै राम्रो छ होइन। तर म बकिङम प्यालेस कि के भन्दो रहेछ हो, खै थाहा छैन, म त गएको पनि छैन। मैले भर्खर त्यो साथीले भन्दाखेरि सुनेको मात्र, म गएको पनि छैन, कहाँ के मलाई त्यो पनि थाहा पनि छैन। सर्च गऱ्यो भने चाहिँ आउँछ होला होइन। हो त्यो प्यालेसमा चाहिँ होइन, त्यो छेउमा चाहिँ होइन यति धेरै बारटेन्डरको छ अरे होइन। अनि यति धेरै त्यहाँनिर चाहिँ के भन्छ बारटेन्डरहरूको भ्याकेन्सी आउँछ अरे। अनि त्यहाँनिर त्यहाँ छिर्न सक्यो भने होइन, अब एनआईमा काम पार्ट टाइम जब गरे पनि अब एनआईको अनुसारको 20 घन्टाको दर दिन्छ होइन। अब आफूले जति सक्दो जति धेरै सेल गर्यो नि आफ्नो नामबाट हुन्छ नि होइन, जति धेरै सेल गर्यो नि त्यति नै धेरै चाहिँ टिप्स पाउँदो रहेछ कि। अनि मेरो त्यो एकजना साथीले चाहिँ होइन, अब उसले कति एनआईमा छुट्टै पाउँछ, अनि उसले त्यो 1 घन्टामा कतिजनालाई सर्भ गर्छ उसले 1 घन्टामा कम्ती 40-50 जनालाई सर्भ गर्छ होला नि त त्यसले होइन। अनि त्यो गरे बराबर एकजनालाई यति गरे बराबर एकजनालाई कति पाउन्ड चाहिँ चार्ज गर्यो उसले, 15-20 पाउन्ड 40-50 पाउन्ड हो। यसरी उसको टोटल कति हुन्छ त्यसमा कति % गरेर अनि दिन्छ अरे। त्यसो गर्दाखेरि महिनामै 800-900 त सर्भिस चार्ज मात्र हुन्छ अरे हो। महिनामा 1 महिनामा सर्भिस चार्ज 800-900 सर्भिस चार्ज मात्र। अनि त्यो बाहेक छुट्टै अब कस्टमरले दिने टिप्स, म्यानेजरले दिने टिप्स, अनि त्यसपछि आफैले पाउने स्यालेरी एनआईको, अनि त्यो बाहेक अर्को एक्स्ट्रा आवर गरेको त्यो छुट्टै हातमा पनि दिन सक्छ हो, लिफाभित्र लेखेर। त्यही भएर यस्तो देख्दाखेरि चाहिँ होइन बारिस्टा र बारटेन्डरहरूलाई चाहिँ एकदमै राम्रो स्कोप छ जस्तो लाग्छ कि मलाई चाहिँ। त्यो बाहेक अरू धेरै छ हौ भ्याकेन्सीहरू, जति पनि छ हो। पसलमा गएर काम गर्ने, स्टोरमा गएर काम गर्ने हो, जति नै छ कि वेयर हाउसेसमा कामहरू जति नै छ होइन। यहाँ आयो, युनिभर्सिटीको टर्म लेटर लियो, अनि त्यसपछि एनआई नम्बर भयो, अनि ब्याङ्क लेटर, अनि त्यसपछि आफ्नो स्टुडेन्ट आइडी कार्डहरू सबै भयो भने, अनि बिआरपी कार्डहरू भयो भने आफ्नो जुन घरमा बसेको छ त्यो घरबाट सर्च गर्ने जब एजेन्सी नियर बाई मी। अनि त्यसपछि त्यहाँनिर जब एजेन्सी देख्छ त्यहाँ जाने, फर्म भर्ने, फ्रुट प्याकिङ, क्लिनिङ, हाउसकिपिङ जस्तो सुकै जबहरू नि पाउँछ हो। अनि उनीहरूले 13 पाउन्डको दर रहेछ भने उनीहरूले अब हामीलाई 11 पाउन्डमा 11.50 मा दिन्छ। यसरी जब त जति नै पाउँछ। तर त्योभन्दा राम्रो चाहिँ मलाई चाहिँ के लाग्छ भन्दाखेरि बारिस्टा र बारटेन्डर चाहिँ अलिकति ठिक लाग्यो कि मलाई चाहिँ। अनि फेरि बारटेन्डर भन्ने बित्तिकै बारटेन्डरै अब बन्न सक्यो भने त राम्रो हो। बारटेन्डर बनाउन सक्यो भने बार ब्याग त बन्न सकिन्छ नि त, त्यो के भन्छ रक्सीको अब ककटेलहरूको होइन। त्यहाँनिर थरीको ग्लासहरू हुन्छ नि त, तिनीहरू धुने राख्ने, गार्निसहरू काट्ने राख्ने। अनि त्यो हुन्छ नि अब त्यो ककटेल बनाउँदाखेरिको अगाडिको फ्लोर हुन्छ नि, त्यो कहिले थोरै पोखिरा हुन्छ, त्यो बार ब्याग जो हो त्यसले नै क्लिन गरिराखेको हुन्छ। अनि त्यो बारटेन्डरलाई यो रक्सी चाहियो, त्यो रक्सी चाहियो, त्यो जुस चाहियो, टक निकालेर टक्क दिने, यति मात्र हो बार ब्यागको काम। एकजना साथी पनि बार ब्यागमा काम गर्छ, उसले नि सर्भिस चार्ज मात्र 800 रुपियाँ लिन्छ भने त्यो उसले गफ ठेक्या हो कि साँच्चीकै हो। तर साँच्ची नै हो कि राम्रो चाहिँ छ है बारटेन्डर र बरिस्टामा चाहिँ। ल गाइज जो नेपालबाट आउँदैछ होइन, जो नेपालबाट आउँदैछ स्टुडेन्टहरू, म चाहिँ सबैजनाले के रेकमेन्ड गर्छु भन्दाखेरि बारिस्टा र बारटेन्डर चाहिँ राम्रोसँग सिकेर आयो भने सक्छ, मजाले पाउँछ है लन्डनभित्र। आउटसाइड लन्डन मलाई थाहा छैन, थाहा नभएको कुरामा धेरै भन्नु नि हुँदैन, फेरि पछि गाह्रो हुन्छ मलाई। तर यहाँनिर लन्डनभित्र त मलाई थाहा छ नि त थोरै 3 महिना भयो, अब 3 महिनाको एक्सपिरियन्स हुनको होइन छ कि यहाँ बारिस्टा र बारटेन्डरको चाहिँ मजाले यार सिकेर आउनुहोस् है। जो जानुहुन्छ आउँदै हुनुहुन्छ होइन, एकदमै राम्रोसँग के हो क्लासिक मोहित अलिकति जान्नु पऱ्यो। अनि बाँकी अलिक मेन चाहिँ टेस्ट होइन,
राम्रो स्वाद निकाल्नु पऱ्यो अनि अलिअलि सेक त्यस्तो केही पर्दैन बोतलहरू फटाङ घुमाएर देखाउनु पनि पर्दैन त्यहाँनिर देखाउने मौका नि पाउँदैन किनभने यति धेरै उभिरहन्छ कि होइन म फास्ट हुनुपर्छ होइन अब त्यो रियल बारटेन्डर बनाउन सक्यो भने बार ब्याक बनेर बस्नु पनि पायो नि त अनि त्यसपछि त्यहाँनिर स्यालेरी पनि दिन्छ एनआई पनि दिन्छ क्यास पनि दिन्छ बारटेन्डरमा ल गाइस यति नै है मेरो बारटेन्डर र बारिस्टाको बारेमा चाहिँ सबैजनालाई यो चाहिँ यही गर्नुपर्छ भनेर चाहिँ मैले भने होइन तर यसमा चाहिँ धेरै स्कोप रहेछ है भनेर चाहिँ मैले सेयर गर्न खोजेको धन्यवाद यहाँसम्म हेर्नुभयो